बालन सार्छ राजनेता हार्छ कि 22,000 मतले हार्छ बालन सार्छ हेर ल बालन सार्छ 10,000 बेसी मतले जित्छ बालेनले कुनै हालत पनि जित्दैन 20 देखि 22,000 मतले हार्छ त्यो 20 देखि 22,000 मत ल्याउनको लागि हार्छ चाहिँ उनीहरूको के अरे बहुमत के अरे सबै त्यो होइन नि केपी ओलीले त्यो भन्दा अगाडि कति मत ल्याएको थियो त्यो विचार गरे त अनि त्यसमा राप्रपा उठाइदिएन नि त राप्रपा उठाइदिएन जुनसुकै पार्टी अनि उठे माओवादी पनि उठेको थिएन जुनसुकै उठे पनि त्यो होइन नि त अब समीर तामाङले लगभग आधी जस्तो भोट समीर तामाङले काट्छ कसको काट्छ एमालेको भोट जाने हो समय तामाङलाई यहाँ सुन न एमालेको जान्छ घन्टी सन्टी भन्ने मान्छेहरू पनि जान्छ सबै जान्छ होइन तिमीले यति विचार गर केपी ओलीले 20,000 मतदेखि 22,000 मतले 100% राजनेता हार्छ ल यता ल